चारवटा नै हो। तिनीहरू चारवटा मध्ये पनि यो दुईवटा धेरै युज हुन्छ। एफकेट्स र स्क्यानएफ प्रायः जसो युज हुँदैन, युज गरिँदैन। सो यिनीहरू किवर्ड्स अथवा यिनीहरू अपरेसन्सहरूलाई फङ्सन्सलाई युज गर्नलाई हामीलाई चाहियो हेडर फाइल्स। ओके, अब त्यसपछि इन्ट मेन भनेर गर्छौँ एन्ड देन आफ्टर यसरी लेखिन्छ। त्यसपछि यस्तो गरिदिउँ। अब यिनीहरूमध्ये के हो त यो? सो यो इन्ट मेन भनेको दिस इज फर डिक्लेयरिङ द मेन फङ्सन भनेको मतलब चाहिँ एभ्री प्रोग्राममा, हरेक सी प्रोग्राममा चाहिँ एउटा एटलिस्ट सरी एउटा मेन फङ्सन हुन्छ जसले चाहिँ होल प्रोग्रामलाई के गर्छ त भन्दाखेरि उसले कन्ट्रोल गर्छ, म्यानेज गर्छ, त्यसपछि के गर्ने भनेर उसले नै भनिराखेको हुन्छ है। सो त्यही भएर हामीलाई चाहिँ मेन फङ्सन चाहिन्छ। अब मेन फङ्सन डिफाइन गर्ने तरिका भनेको चाहिँ यो आइएनटी इन्ट भनेको डेटा टाइप हो र एमएआइएन मेन भनेको मेन फङ्सनको नाम भयो। अब यो डेटा टाइप किन चाहियो त? यसमा चाहिँ इन्ट नै लेखेको छ। अरू युज गर्न पाउने कि नपाउने भन्दाखेरि चाहिँ युज गर्ने बेलामा हामी धेरै चाहिँ इन्ट मेन नै युज गर्छौँ, तर फ्लोट पनि चाहिँ पाइन्छ। हामीले लङ लङ मेन भनेर पनि हुन्छ, त्यस्तै डबल भनेर पनि हुन्छ। सो यसरी चाहिँ हामीले क्यार मेन भनेर युज गर्न पाइन्छ। सो यसरी चाहिँ हामीले चाहिँ डिफ्रेन्ट टाइप्स अफ मेन फङ्सन्सहरू क्रिएट गर्न पाइन्छ है। दिस इज अल अलाउड, बट स्टिल हामी केमा काम गर्छौँ त? इन्ट मेनमै काम गर्छौँ। कन्भिन्स नहुँ, यो केही फरक परेन त्यति साह्रो है त। ओके, अब त्यसपछि मलाई चाहिँ केही कुरा चाहिँ डिस्प्ले गर्नु मन लाग्छ भने म चाहिँ प्रिन्ट एफ चाहिँ के गरिदिन्छ, एउटा फङ्सन चाहिँ युज गरिदिन्छु। अनि यसमा चाहिँ के गरिन्छ, यहाँनिर चाहिँ मेसेजहरू सक्छ। सो यसले के गर्छ त भन्दाखेरि यो यति सिन्ट्याक्सले इट विल प्रिन्ट द वाट, print the message inside or within these two quotation marks यहाँनिर हुन्छ। सो भनेपछि अहिले हाम्रो कोटेसन मार्क्समा भित्र चाहिँ मेसेज भनेर छ, मैले रन गरिदिन्छु के हुन्छ हेरौँ है त एकचोटि। ओके, नट पाइथन। सो मेसेज भनेर आयो नि त होइन, यहाँ जे छ त्यही आउँछ है त। मेसेज फेरि दिस इज माई फर्स्ट सी प्रोग्राम भनेर लेख्नु। हामीले यही नै डिस्प्ले गर्नुपर्ने आयो नि त होइन। सो दिस इज फर डिस्प्लेइङ द आउटपुट। अब मलाई चाहिँ युजरबाट केही कुरा माग्नु छ भने मैले त्यही अनुसार त यहाँ लेख्नु पर्यो। सो इन्टर नम्बर भन्यो भने अब के गर्छ त यसले? डिस्प्ले द सेम मेसेज। अब यति देखिसकेपछि मैले यहाँनिर त नम्बर इन्ट्री गर्न खोज्छु, तर यो त इन्ट्री गर्न दिएको छैन। सो फर द्याट मैले चाहिँ अर्को एउटा फङ्सन राख्छु, द्याट इज कल स्क्यानएफ। स्क्यानएफ भनेर राख्छु र यो स्क्यानएफको काम भनेको चाहिँ के हो त भन्दाखेरि इट विल रिड or take input from the user भन्छ। युजरबाट चाहिँ इनपुट माग्नुपर्नेछ, रिड गर्नुपर्नेछ भने स्क्यानएफ युज गर्छौँ। र स्क्यानएफ युज गर्ने तरिका भनेको चाहिँ पहिला सुरुमै हामीले इन्भर्टेड कमाको कोटेसन मार्कको एहरू हुन्छ, त्यहाँनिर चाहिँ अनि त्यहाँनिर चाहिँ हाम्रो डेटा नट डेटा सरी फर्मेट स्पेसिफायर हुन्छ। रिड गर्नको लागि एम्पर्सेन्ट, यो एन्डलाई एम्पर्सेन्ट भनिन्छ है प्रोग्रामिङमा। एन्ड देन आफ्टर त्यसलाई कहाँनिर स्टोर गर्ने त? मलाई एमा स्टोर गर्नु भएको छ भने ए भन्ने भेरिएबल, त मैले भेरिएबल सपोज गर्नु पर्यो। सो इन्ट ए भनेर सपोज गर्छु। ओके, सो दिस इज अ भेरिएबल डिक्लेरेसन जसको नाम चाहिँ ए छ। अब एमा राख्नको लागि चाहिँ फर्मेट स्पेसिफायर्स के छ लाग्छ हेरौँ है त। फर्मेट स्पेसिफायर्स थियो, यसले के गर्छ? दिज आर युज फर वाट? Used to specify the type of data that is being input or output भने मतलब
कुनै इनपुट दिइरहेछ, के इनपुट दिइरहेछ त? कस्तो खालको डेटा इनपुट दिने अथवा लिने भनेर डिफाइन गर्ने काम चाहिँ कसको हो त? फर्मेट स्पेसिफायर्सको। हामीसँग फर्मेट स्पेसिफायर्स के छ? पर्सेन्टाइल टी छ, जसलाई चाहिँ हामी इन्टिजर्सको लागि युज गर्छौँ। फर एक्जाम्पल, इन्टिजर्स भनेको के हो त भनेर मलाई टिजाले भन त। वाट इज एन इन्टिजर? टिजा। Yes, sir. वाट इज एन इन्टिजर? इन्टिजर भनेको कस्तो खालको नम्बर ल भन? थाहा छैन भने Whole थाहा छैन भन्ने number. आएर ल भन त। Whole number. So 1 2 3 and -1 -2 -3 सबै चाहिँ के हुन्छ? These are all the examples of integers. So यसमा 2.5 चाहिँ यस्तो चाहिँ राख्न पाइए, डेसिमल भ्यालु राख्न पाइए। त्यस्तै हामीसँग अर्को फर्मेट स्पेसिफायर आउँछ पर्सेन्टाइल एफ एन्ड दिस इज फर फ्लोटिङ पोइन्ट नम्बर्स। यो भनेको के हो त भन्दाखेरि दिस मिन्स डेसिमल भ्याल्युज, होल नम्बर वाइज। जस्तो फर एक्जाम्पल 2.456 होइन 3.678 यिनीहरू सबै चाहिँ फ्लोटिङ भ्याल्युजहरू। त्यस्तै हामीसँग अर्को आउँछ पर्सेन्टाइल सी। दिस इज फर क्यारेक्टर्स। अब डिफरेन्स बुझ्ने है, क्यारेक्टर र स्ट्रिङ भनेको के हो? ओके, सो हामीले यसरी चाहिँ ए लेख्यौँ भने दिस इज अ क्यारेक्टर, दिस इज सिङ्गल क्यारेक्टर। त्यस्तै यसरी बी र सी लेख्यौँ दिस इज सिङ्गल क्यारेक्टर होइन। तर हामीले त वर्डहरू इन्ट्री गर्नुपर्छ, त्यसलाई चाहिँ हामी के भन्छौँ? स्ट्रिङ्स भन्छौँ। र स्ट्रिङ्स भनेको यस्तो भयो, हेलो होइन, मल्टिपल क्यारेक्टर्सहरूलाई चाहिँ सँगै राख्ने, यिनीहरूलाई चाहिँ स्ट्रिङ भन्छ। ओके, त्यसपछि हाम्रो पर्सेन्टाइल हामीसँग अर्को एलएफ भनेर आउँछ। यिनीहरू चाहिँ दिज आर फर डबल फ्लोटिङ नम्बर्सहरू अथवा बढी डेसिमल भन्दा पछाडि बढी नम्बर अफ भ्यालुजहरू चाहिन्छ भने त्यति बेला एलएफ युज गर्छौँ। त्यसपछि अर्को के छ हामीसँग? लङ लङ this one छ, यो चाहिँ लङ डबल फ्लोटको लागि युज हुन्छ। अनि त्यसपछि पर्सेन्टाइल 2f भनेर छ। यसले चाहिँ के गर्छ त भन्दाखेरि डेसिमल भ्यालुज लिन्छ। र कतिसम्म लिन्छ भन्दाखेरि 2f छ भने डेसिमल भन्दा पछाडि दुईवटा मात्रै भ्यालु लिन्छ यसले चाहिँ। यहाँनिर चाहिँ मैले 3f लेख्न पनि मिल्छ। 3f लेख्यो भने चाहिँ डेसिमल भन्दा पछाडि चाहिँ यसले चाहिँ अब तिनवटा डेसिमल भ्यालुज लिन्छ होइन। मलाई 4वटा चाहिन्छ अरे भने, मलाई 4वटा चाहिन्छ भने होइन, 4 4f लेख्छ। अब यति लेख्यो भने यसले के गर्छ त? डेसिमल भन्दा पछाडि 4वटासम्म भ्यालु लिन्छ है त। ल एकचोटि यसलाई चाहिँ कपीमा लेख्ने हो कि स्क्रिनसट गर्ने गरिहाल त। अनि त्यसपछि आई मुभ अन टु अदर टपिक्स। ओके, स्क्रिनसट भयो। यसमा चाहिँ दिस वान इज मिस्टेक। सो 4वटा डेसिमल भ्यालु चाहिँ 3.1234 यस्तो हुनुपर्छ। ल ओके, सकेको हो? हजुर सर। ओके, म सोध्छु है अहिले एकछिनमा, तिमीहरू सुन्ने मात्रै होइन, बुझेर याद पनि गर्नु। सो मलाई चाहिँ अब रिड गर्नुपर्ने छ भने म यो फर्मेट स्पेसिफायरको ठाउँमा म यहाँनिर अब मैले के राख्छु त? पर्सेन्टाइल डी राखिदिन्छु। किन भन्दाखेरि मैले ए भन्ने भेरिएबलमा स्टोर गर्न खोजिरहेको छु र ए भन्ने भेरिएबल कस्तो खालको डेटा टाइप छ त भन्दाखेरि इन्टिजर। र इन्टिजरको लागि डेटा टाइप भनेको चाहिँ पर्सेन्टाइल डी हुन्छ। अब यसपछि फेरि अब के गर्ने त? मैले इन्ट्री गरेको नम्बर चाहिँ देखाउनु पर्यो नि त मैले त होइन, देखाउनु पर्छ। सो त्यसको लागि म द नम्बर यु इन्ट्रोड्युस भनेर यसरी एउटा मेसेज टाइप गरिदिन्छु। मलाई यसपछि मलाई एउटा नम्बर चाहिएको छ, त्यो नम्बर एउटा भेरिएबलमा स्टोर छ र त्यो भेरिएबल भनेको इन्टिजर हो। त्यही भएर म यहाँनिर एउटै डेटा टाइप राख्ने फर्मेट स्पेसिफायर राखिदिन्छु, द्याट इज पर्सेन्टाइल डी। त्यसपछि कमा र भेरिएबलको नाम।
रिड गर्दा फेरि चाहिँ हामीलाई एम्पर्सेन्ट चाहिन्छ यहाँनिर जस्तो यसरी है। तर भ्यालु डिस्प्ले गर्ने बेलामा भेरिएबलबाट डिस्प्ले गर्ने बेलामा चाहिँ यहाँनिर एम्पर्सेन्ट चाहिन्छ। अब हेरौँ है त यो प्रोग्रामले काम गर्छ है गर्दैन। ओके सो 3 काम गर्यो नि त होइन। ओके यहाँनिर एउटा ठिकै लाइन स्ल्यास एन गरिदिउँ न। नम्बर इन्टर सही पनि आएछ। यसलाई थपिदिउँ। यसरी चाहिँ देखाउँछ है त। सो यति बुझिसकेपछि अब सबैले इनपुट र आउटपुट अपरेसन्स बुझ्यो कि बुझेन त? प्रिन्ट एफ र स्क्यान एफ कसरी युज गर्ने रहेछ भनेर तिमीले बुझ्यो होला सायद। कसैलाई केही प्रब्लम छ यो प्रिन्ट एफ र स्क्यान एफ? एक दुईवटा अरू पनि देखाउँछु ल म। जस्तो फर इक्जाम्पल मलाई चाहिँ क्यारेक्टर रिड गर्नु मन छ भने म क्यार भनेर लेखिदिन्छु। त्यसपछि यहाँनिर फर्मेट स्पेसिफायरमा सी अनि त्यसपछि प्रिन्ट गर्ने ठाउँ सी। ओके अब रन गरेर एकचोटि मिररहरू चाहिँ क्या हो। ओके सो यहाँनिर इन्टर नम्बर हुनुपर्ने इन्टर क्यारेक्टर सरी इन्टर क्यारेक्टर पनि नम्बर रहेछ फर द क्यारेक्टर character and then after use slash and I say correct गरिदिउँ यहाँ गरिदिउँ slash and okay so enter a num character a राखिदिन्छु। so the character you entered is a। तर मैले यही केसमा चाहिँ हेलो वर्ल्ड दिँदैन। So only a single character फर्स्ट को जुन क्यारेक्टर छ त्यो मात्रै रिड गर्छ भनेर बुझ्नु पर्यो है त। भनेपछि मलाई हेलो वर्ल्ड अब एउटा स्ट्रिङ गर्नु मलाई छ के हेर्दा म यहाँ पर्सेन्टाइल एस लेखिदिन्छु रिड गर्ने ठाउँमा है हेर ल एस गरिदिन्छु यतिले हुन्छ ल त मलाई हुनु जस्तो लाग्छ। सो हेलो यहाँ त केही पनि डिस्प्ले गरेन किन भन्दाखेरि स्ट्रिङको लागि हामीले यहाँनिर यस्तो गरेर साइज पनि लेख्नु पर्ने हुन्छ। ओके बल्ल प्रिन्ट गरेँ नि त होइन इन्टर क्यारेक्टर इन्टर वर्ड गरिदिउँ। त्यही गरिदिउँ त एकचोटि वर्ड आयो। तर मैले चाहिँ यसरी चाहिँ है हेलो वर्ल्ड हाउ आर यु दिन्छ त दिँदैन नि। यसले के गर्यो भन्दाखेरि यसले चाहिँ एउटा मात्रै वर्ड लिइरहेछ फर्स्टको होइन। अब यसलाई म कसरी मिलाउँछु हेर है त पर्सेन्टालिटी स्ल्यास हेलो देयर अब आयो। यहाँ मैले जति पनि सेन्टेन्स लेख्न मिल्छ है हेलो देयर this is reading class for science of great सबै आयो नि त होइन। एन्ड दिस इज अल पोसिबल बिकज अफ यो वाला फर्मेट स्पेसिफाइड है। रिड गर्ने बेलामा चाहिँ यो वाला फर्मेट स्पेसिफाइड चेन्ज गर्नुपर्ने हुन्छ। यसको सट्टामा हामीसँग एफ गेट्स भन्ने पनि छ ल। ओके सबैले यो पनि छ तर यो हामी युज गर्दैनौँ यो नै युज गर्दा ठिक होला है। एउटा फर्मेट स्पेसिफायर मात्र चेन्ज गर्दै पुग्छ किन फङ्सनहरू नै पुरै चेन्ज गरिदियो ल। यो सब कसैलाई थाहा थियो त यो एनीबडी कसैलाई थाहा थियो? हेलो क्लास आर यु लिसनिङ? कोही त बोल। Yes, sir. यो थाहा थियो कि थिएन यो मैले भर्खरै दिएको जुन मैले लेखेको फर्मेट स्पेसिफायर छ यो कसैलाई थाहा थियो? यो पनि छ यसलाई युज गर्न मिल्छ थाहा थियो?
खै त बोलेको कोही बोल्दैनन् के भयो सबजना सुतेको हो ल थाहा थिएन भने अब याद गर्नुहोस् है त रिड गर्ने बेलामा यो फर्मेट स्पेसिफायर राख्नु पर्यो र प्रिन्ट गर्ने बेलामा चाहिँ यसरी पर्सेन्टाइल एस राख्दै भयो ल यसलाई चाहिँ स्क्रिनसट गरेर राख ल सबैले कि कपी डाउन गर कि स्क्रिनसट गर ल त्यसपछि हामी कन्डिसनल ब्रान्चिङ स्टेटमेन्ट डिटेल्समा जाउँ त ओके युबिसा श्रेष्ठ युबिसा आर यु लिसनिङ युबिसा श्रेष्ठ आर यु नट लिसनिङ मैले बोलाइरहेको छु रेस्पोन्स गर्दैन भने क्लासबाट लिभ गर ल सुतेर बस्ने हो भने ओके अब हामी चाहिँ जाने भन्दाखेरि इफ एल्समा जाउँ इफ एल्सले कसरी काम गर्छ भन्दाखेरि हामीले इफ लेख्छौँ एन्ड देन आफ्टर प्यारेन्थेसिसभित्र चाहिँ कन्डिसन लेख्छौँ र यदि यो कन्डिसन ट्रु भयो भने के हुन्छ दिस कोड विल एक्जिक्युट होइन भने एल्स पछिको यहाँभित्रको यो कन्डिसन एक्जिक्युट के अरे यो स्टेटमेन्ट एक्जिक्युट हुन्छ है त सो दिस इज भेरी सिम्पल है त यो भयो नि यो भएन भने यो भन्ने कुरा हो जस्तो एक भ्यालु फर एक्जाम्पल मैले यहाँनिर चाहिँ इन्ट ए इज इक्वल्स टु 1 छ अरे अनि यहाँनिर मैले चाहिँ प्रिन्ट हेलो वर्ल्ड भन्ने ओके त्यसपछि मैले यहाँनिर प्रिन्ट आई भन्ने ओके युबिसा श्रेष्ठ भन्ने कुन सेक्सनको कसैलाई थाहा छ युबिसा इज नट गोइङ टु रेस्पोन्ड हामी कन्टिन्यू गरौँ है त युबिसा घरमा कल जान्छ है त वाइसी इज नट रेस्पोन्डिङ ड्युरिङ द क्लास है त ल अब यसमा कसरी काम गर्छ त ल मलाई कसले भनिदिने भन्दाखेरि सार्थक सार्थक आर यु लिसनिङ Yes, sir. ओके हामीलाई बाई प्रिन्ट गर्नुपर्ने छ भने ए को भ्यालु कति हुनुपर्छ होला One बाहेक अरू जे पनि हुँदा हुन्छ गुड सो हाम्रो यो कन्डिसन रङ भयो भने बाई प्रिन्ट गर्छ नि त मेरो स्मलर देन राख्यो भने 0.5 भयो भने के प्रिन्ट गर्छ होला रोहित रोहित बडाल यदि ए को भ्यालु 0.1 0.5 भयो भने के प्रिन्ट गर्छ होला सो आई थिंक रोहितलाई बुझेँ नि होइन टिजा मलाई एकजनाले म लेख्नु चाहिँ सबैले लेख्नु तर म एकजनाले बनाएको यसो लेखेर we have to check whether the given number or यो छ प्रोग्राम यसको एन्सर लेखेर कोड लेखेर मलाई इन्फर्म गर ल सकिएपछि मलाई भन्नु होला है त्यसलाई नबस्नुहोस् है फेरि म आई विल कन्टिन्यू द क्लास